हेलो साथीहरू, आउनुहोस् है त आज मैले करेलाको अचार रेसिपी लिएर आएको छु। करेलालाई मैले सुरुमा सबै करेलालाई काटेर सुकाउँदैछु। मैले करेलालाई 4 घण्टाको लागि घाममा सुक्न छोडिदिएँ। यता मैले काँचो तोरीलाई यसरी सुक्कोमा लोहोरोले पिन्दैछु। यसरी पिनेर राखेको तोरीले अचारलाई मिठो बनाउँछ। मैले चाहिँ मजाले तोरीलाई सुक्कोमा यसरी पिनेर रेडी गर्दैछु। हाम्रो चाहिँ पहिल्यैदेखि नै यसरी राख्ने गरेको भएर मैले चाहिँ आफूले जे जाने त्यही गरेको छु। मेरो करेला सुकेर रेडी भइसक्यो। अनि मैले यता अघि पिनेको तोरीलाई लिएको छु भने यता मैले रातो खुर्सानी लिएको छु। अचारलाई हरियो खुर्सानी भन्दा रातो खुर्सानी राम्रो हुन्छ। यसै गरी यहाँ मैले भुटेर पिनेको मसलालाई लिएको छु। अनि मैले यता अब अचार बनाउनको लागि एउटा प्यान बसालेँ। प्यानमा तेल राख्दैछु। अब मैले यो तेल तातिसकेपछि अनि यता मैले बाटामा करेलालाई सिफ्ट गर्दैछु। करेलालाई यसरी बाटामा राखेँ। यता तेलमा मैले मुङ्ग्रिलो फुराउँदैछु। यसै गरी मैले यसमा ज्वानो पनि फुराउने गरेको छु। ज्वानो मुङ्ग्रिलो टोक्यो भने अचार मिठो हुन्छ। यसै गरी मैले सुकेको खुर्सानी पनि फुराएँ। अब मैले ग्यासलाई अफ गरिदिएँ किनकि सुकेको खुर्सानीले खार लाग्छ। त्यसै गरी मैले मसला पनि फुराएँ। तेल सेलाइसकेपछि मसला बेसार पनि राखेँ। यता मैले करेलामा नुन राख्दैछु। अनि अघि पिनेको तोरीलाई पनि लिएँ मैले। त्यसै गरी अघि सबै चिज तेलमा मरमसला सबै फुराएर यो पनि राख्दैछु। अब मैले यसलाई मजाले चम्चाको सहायताले मोल्दैछु। हातले मोल्यो भने खुर्सानीले पोल्छ भनेर मैले चाहिँ यसरी मजाले चम्चाले मोलेर रेडी गरिसकेँ। अचार यसरी मोल्दै रेडी हुँदैछ। मजाले मोलिसक्यो यो अचार। हेर्दै खाउँ लागिसक्यो। मिठो हुन्छ यसरी बनाएको अचार। अब मैले एउटा सिसाको बाउलमा तेल राख्दैछु। मजाले यो सिसामा चारैतिर तेल यसरी घुमाइ दल्दैछु। मैले मजाले यो काँचो तेल राखेर यसरी भाँडाको वरिपरि दलेर राखेको छु। यसरी राख्यो भने अचार बिग्रदैन भनेर। अनि मैले करेलाको अचारलाई सिसामा पालो राख्दैछु। सिसाको जार चाहिँ मैले ठुलो लिएको छु। सानो जारभन्दा ठुलो जार लियो भने यो तेल मरमसलाहरू उम्लेर बाहिर पोखिँदैन भनेर ठुलो जारमा अचार राख्न लागेको छु। यसरी मेरो अचार आधा भए पनि उम्लेर बाहिर जाँदैन भनेर ठुलो जार लिएको छु मैले। हजुरहरू पनि बनाएर ट्राई गर्नुहोला। करेलाको अचारको रेसिपी कस्तो लाग्छ कमेन्ट गर्नुहोला। धन्यवाद सबैजनालाई।